दिउँसभरि जे जसरी बसे पनि हस्बेन्ड आउने बेलामा चाहिँ रुमलाई अलिकति भए पनि चिटिक्क पारेर राख्नुपर्छ कि कति फोरी र चाहिँ के गरेर बस्दै रहेछ दिनभरि भने जस्तो नपार भनेर चाहिँ म दिनकै यसरी हस्याङ खस्याङ गर्दै रुम सफा गरेर आउँछु। म सँगसँगै फोमी पनि दौडिरहेको छु। यसलाई त मैले कुन दिन किल्चिन्छु होला। 2-3 चोटि त यसलाई मैले कुल्ची पनि सकेँ कि यो आफै छलेर भाग्दै रहेछ। जता गए त्यतै जान पर्ने है। बच्चामा मात्र यस्तो हो कि अहिले ठुलो भइसके पछाडि यस्तै गर्छ कि यसले के गर्छ होला है। जहाँ गए पनि सँगै के जहाँ गए पनि सँगै उसलाई लानै पर्छ। कति माथि माथि पनि जम्प गरी गरी ढोका नाक्छ अहिले त। बिहानमा एकचोटि पनि रुम सफा गरिराखे हुन्छु के गरी दिउँसभरिमा फोहोर भइहाल्छ है। के हो यो रुम जति सफा गरे पनि सफै नहुने। फोहोर त के भन्नु साथीहरू, सबभन्दा बढी मेरो चाहिँ कपालै निस्किन्छ। अलिअलि हुन्छ कपडाको भुगा भनेको, प्राय चाहिँ सबै कपाल हो। के विधि कपाल झर्न सक्छ है। कोर्दाखेरि त्यतिकै झरेर हुन्छ, रुममा त्यतिकै झरेर हुन्छ, धन्न सकेको चाहिँ छैन बा। कपालै कपाल हुँदाखेरि कति धेरै फोहोर लाग्ने के। अनि खाना बसिन्छ यताउता है। फोमीले भुइँतिर नि चाटिरहेको हुन्छ नि त। अनि मेरो हस्बेन्डको पनि कपालहरू झरिराखेको छ। अनि सानो कपाल त खान्छ नि त, त्यही भएर चाहिँ मैले बढार्ने गरेको छु दिनमा 2 टाइम। यसरी 5 मिनट पनि लाग्दैन फेरि रुम सफा गर्नलाई, 2 मिनटमा क्लिन हुन्छ। किनकि बिहान पनि सफा गरिसकेको हुन्छौ नि त, बिचरा थाकेर आएको हुन्छ। आइसके पछाडि फोहोर रुम देख्दाखेरि नराम्रो लाग्छ कि भनेर मैले चाहिँ जहिले क्लिन गर्छु।